यो महिला चाहिँ एकता कपुर हो। इन्डियाको चाहिँ जितेन्द्र एउटा चाहिँ कलाकार जितेन्द्रको छोरी हो यो चुडेल आइमाईले चाहिँ बिहा नगरेर अहिले 50-55 वर्षको उमेरसम्म पनि हो। अनि समाजको एउटा चाहिँ आक्रान्त वातावरण छाउने सिरियलहरू बनाएर सामाजिक चाहिँ एउटा जुन घर परिवारभित्रको एउटा चाहिँ समझदारी र एउटा सद्भाव माया भन्ने कुराहरूलाई चाहिँ यसले चाहिँ निशाना बनाउँछ। यो तपाईँको यो अराजक, यो चाहिँ घर भणुवा, यो चाहिँ अहिले भर्खर आएर चाहिँ सरकारले यसलाई कारबाही गर्न थाल्यो। यो आजभन्दा 20 वर्ष अगाडि नै यो कारबाहीमा पर्नुपर्ने भणुवा आइमै हो। यसले चाहिँ अरबौँ रुपियाँ आफू कमाउने, आफू बिहा नगर्ने र अरूका चाहिँ पनि बनाऊ घरहरू बर्बाद बनाएर अरूका चाहिँ छोराछोरीहरू बालबच्चाहरू चाहिँ बिचल्ली बनाउने यो एउटा शैतान आइमै हो। अहिले भारतीय सरकारले अहिले इन्डियन भारतीय गभर्मेन्टले अहिले यसलाई कारबाही चाहिँ गरिसक्यो, कारबाही परेकी छ। अहिले यसले पोर्न साइटहरू पनि चलाउँछ होइन। पोर्न भनेको अश्लील भिडियोहरू बनाउने, अश्लील साइट बनाउने र त्यहाँबाट पनि पैसा कुम्ल्याउने, अरबौँ रुपियाँ त्यहाँबाट कुम्ल्याउने त्यो सब साइटहरू यसको अहिले सरकारले बन्द गर्यो। यसले मुख्यतया चाहिँ सहरवासी, सहरमा बसोबास गरिरहेका सानोतिनो चाहिँ रोजगार जाहिर गरेर बसिरहेका लोग्ने स्वास्नीहरूलाई निशाना बनाउँछ। कुमकुम कसौटी होइन, अनि तपाईँको कुमकुम र कसौटी जस्ता लाखौँ सिरियल बनाएर, हजारौँ सिरियल बनाएर यसले कस्ता बनाउँछ त भन्दाखेरि लोग्ने स्वास्नीको चलिरहेको राम्रो चाहिँ बनी बनाऊ सम्बन्ध, जुन एउटा मिठास र प्यारपूर्ण सम्बन्धलाई यसले चाहिँ विभिन्न किसिमका चाहिँ बनाउँछ क्या। ट्रेजेडी ल्याउने खालको चाहिँ ट्रेजेडी ट्विस्ट ल्याउँछ कि त्यहाँ बिचमा चाहिँ फाटो उत्पन्न गराउने, त्यसमा चाहिँ मनभित्रबाट मन चाहिँ पूर्ण रूपमा मन नै तपाईँको चाहिँ एउटा उ गरिदिने क्या, मनभित्रै चाहिँ एउटा नफरत पैदा गराइदिने, लोग्ने स्वास्नी दुइटैमा एकअर्काप्रति नफरत पैदा, घृणा पैदा गराइदिने क्या। अनि श्रीमतीले चाहिँ पहिलाको चाहिँ जीवनका चाहिँ पुरुषहरूसँगको फेरि चाहिँ सम्बन्ध बढाउन मिल्ने, अनि महिलाले पनि त्यही गरिकन के अरे त्यो पुरुषले पनि त्यस्तै खालका चाहिँ त्यो उहरू चाहिँ के भन्छ त्यसलाई चाहिँ विभिन्न अब फाटो कसरी ल्याउने लोग्ने स्वास्नी बिचमा, कस्तो राम्रो चलिरहेको सम्बन्ध आजीवन चाहिँ जीवन्त सम्बन्धलाई अनि यसले डिभोर्स गर्न बाध्य पारिदिन्छ क्या। यसले त्यस्ता सिरियल